नमस्कार नमस्कार गुड मर्निङ साथीहरू, के छ? सन्चै आराम हुनुहुन्छ? हामी फेरि पनि अब बस्ने बिहान गर्न उपस्थित भइसकेका छौँ। यसो यो चाहिँ फेसबुकमा जोडिनु होला। कर्मशै पेज पनि बन्दै जान्छ। मेरो पुरानो पहिलाको पेज थियो, त्यो निकै धेरै फलोवर्स थिए, केही कारणवश बन्द भयो थियो। त्यसलाई अहिले 3-4 महिना भयो खोल्न सकिरहेको छैन र अहिले नयाँ अभ्यास गर्दैछु फेरि। यसो साथीहरूले साथ दिनु होला। हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न खोजेको के हो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन किन गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीले के अवश्य देश बनाउँछ भन्ने विभिन्न मुद्दाका साथमा हामी अगाडि बढ्छौँ। हामी कुनै व्यक्ति विशेष या कुनै नेता विशेष हामी जाँदैनौँ। पुराना पार्टीले के गरे, कसरी नेपाल चलाएका थिए भन्ने त जग जाहेरै छ, त्यो चुनावले पनि देखाएको छ। अब स्थानीय तहको चुनावमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको दह्रो साथ चाहिएको छ। किन भन्दाखेरि अहिले जसरी चाहिँ सुकुम्बासी समस्यालाई लिएर विभिन्न चाहिँ नगरपालिकादेखि वार्डसम्म अवरोध भइरहेको छ, यो त जनताले जानेकै छ। अगर सहज भएको भए आजसम्म त्यो कुरोकानी फैसला भएर धेरै चाहिँ सुकुम्बासीले लाल पूर्जा पाइसक्थे र आफ्नो बसिरहेको ठाउँमा बस्ने व्यवस्था उनीहरूलाई हुन्थ्यो। अवरोधका कारण पनि सरकारले चाहिँ विभिन्न समितिहरू बनाएर, कम खर्चिला समितिहरू बनाएर, विज्ञहरू समिति बनाएर, थोरै समिति व्यक्तिहरूबाट काम कारबाही अगाडि बढाएको छ। र सबै पनि जति पनि स्थानीय तहमा कर्मचारी हुनुहुन्छ, प्लिज सहयोग गरिदिनुहोस्। यो देश बन्यो तपाईँलाई पनि फाइदा हुन्छ, मन्त्रीलाई पनि फाइदा हुन्छ, नेतालाई पनि फाइदा हुन्छ, सबैलाई फाइदा हुन्छ। सबैलाई गरिखाने वातावरण देशमै बन्छ। अगर तपाईँहरूले यसरी अवरोध गर्नुभयो र केही क्षणिक फाइदामा लाग्नुभयो र पार्टीको हिसाब किताब गर्नुभयो भने तपाईँको पार्टी अब बढाइदिन्छ, नाङ्गे झार हुन्छ देश र जनतामा। अब यिनीहरूको अस्तित्व समाप्त हुन्छ। तपाईँहरूले केही समय अवरोध गरेपछि तपाईँहरू झन् नाङ्गिनुहुन्छ। त्यही भएर पुराना पार्टीका आफ्ना नेताका चाहिँ इसारा नसुन्नु, जनताको माग र समस्या अहिलेको के छ भन्ने कुरालाई तपाईँले मुख्य योजना बनाएर अगाडि बढ्नुहोस्। नत्र तपाईँहरूको स्थानीय तहबाट बढाएर गाउँमा हेर्ने, मुख हेर्ने लायक पनि तपाईँहरू हुँदैन। पछि जसरी पनि यो समस्या समाधान राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ, त्यसमा साथ सहयोग जनताको छ र तपाईँहरूको जो चाहिने पदमा बस्नु भएको छ तपाईँहरूले पनि त्यसको बारेमा गर्नुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी हो, अहिले मुलुक दलदलमा फँसेको अवस्थामा पनि उसले चिरफार गरेर मुलुकको नेतृत्व गरेर अगाडि बढाउँछु भनेर अठोटको साथमा लागेको पार्टी हो। कैयौँ धेरै अवरोध छन्, खुला रूपले काम गर्न पाएको छैन, तलदेखि मान्छे अवरोधै अवरोध छन्, तरका बिचमा पनि सरकारले राम्रो राम्रो निर्णयहरू गरिरहेको छ। आम मानिसको जीवनमा चाहिने असर पर्ने कुराहरू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णयहरू गरिरहेको छ। त्यो एकदमै चाहने भनौँ राम्रो कुरा हो, गर्व लाग्ने कुरा हो। देश यही पार्टीको नेतृत्वमा बन्छ भन्ने हामीलाई पनि अठोट छ। तपाईँले अठोट मनमा लिएर कुनै एउटा पार्टीको चाहिँ झन्डा बोकेको भरमा, झोला बोकेको भरमा, सदस्य कार्ड ल्याएको भरमा, उसको नेता भएको भरमा अवरोधको सिर्जना गर्ने काम नगर्नुहोस्। र अब आउने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ दह्रो साथ दिएर जनताले अगाडि बढाएपछि तलदेखि मान्छेसम्म सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको भइसकेपछि काम गर्न सजिलो हुन्छ र देशले चाहिँ कायापलट गर्छ। त्यो हाम्रो पनि सपना हो, तपाईँको पनि सपना हो र धेरै युवा युवती र आम देशमा बस्ने सचेत नागरिकको सपना चाहिँ त्यो हो। त्यसलाई साकार बनाउन सबै नागरिकको साथ र सहयोग चाहिन्छ। अब पुराना पार्टी बिग्रे भत्के भनेर नयाँ सिर्जना भएका पार्टीहरू पनि को गतिपति त्यही चलिरहेको छ। बारम्बार चाहिँ एउटा सानो मुद्दा हुँदा बित्तिकै खालि चाहिँ तपाईँको चाहिँ के गरिन्छ भन्दाखेरि राजीनामाको मुद्दा उठाइन्छ। त्यसरी मुखले भन्दैमा कसैले 2 सिट 3 सिट ल्याएको भरमा चाहिँ एकछिन चाहिँ संसद अवरुद्ध गरेर उचालेर मान्छे चाहिँ किनेर ल्याएर भाडाका चाहिँ व्यक्तिहरूलाई चाहिँ परिचालन गरेर सडक अवरुद्ध गरेर आम हडताल गरेर त्यसले समाधान निकाल्दैन। त्यसकारण सबै जनताहरू सचेत भएर म नेपाली हुँ, देश बनेपछि सबैलाई फाइदा हुन्छ, यो पार्टीले गर्न खोजेको छ, यसलाई सहयोग गर्नुपर्छ, 5 वर्ष ढुक्क भएर हेर्नुपर्छ। त्यसपछि यसले देश बनाएन भने तपाईँले पुरानै पार्टीलाई फेरि भोट दिन सक्नुहुन्छ। यो पार्टी र अहिलेको सरकारले देश बनाउन नसकेको अवस्थामा तपाईँले विकल्प खोज्ने बाटो आउँछ।
अहिले त सुरुवात गरेको छ। यस्तो अवस्थामा तपाईँले विभिन्न बाधा अर्थ राख्नुभयो भने यसले चाहिँ राम्रो मार्ग प्रशस्त गर्दैन। त्यसैले जनतामा यो कुरा हेक्का राख्न जरुरी छ। जय देश।